हक भोग जगह को सिफारिश लिन को लागि यहाँ सबभन्दा सुरुमा मैले श्रीमान वार्ड प्रमुख ज्यू यहाँहरूले आफ्नो हिसाबले लेख्नु होला। जस्तै कि म यहाँ लेखेँ श्रीमान वार्ड प्रमुख ज्यू, तल ठेगाना लेख्नुपर्ने हुन्छ। ठेगाना लेखिसकेपछि विषय, जस्तै कि विषयमा म यहाँ हक भोग जगह को सिफारिश पाओ महोदय, उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जिल्ला धनुषा, म यहाँ लेखेपछि यहाँहरूको जिल्ला लेख्नु होला। जिल्ला साबी गाविस लेख्नु होला। वार्ड नम्बर साबी गाविसको वार्ड नम्बर पनि लेख्नुपर्ने हुन्छ। त्यसपछि हालको ठेगाना लेख्नु होला। हालको ठेगाना लेखेर हालको वार्ड नम्बर पनि लेख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ वार्ड नम्बर लेखिसकेपछि तीमा बस्ने श्री कसको नाति हो, हजुरबुवाको नाम लेख्नुपर्ने हुन्छ। महिला भएपछि ससुराको नाम लेख्नुपर्ने हुन्छ। जस्तै कि म यहाँ लेखेँ फलानोको नाति, फलानोको छोरा, नागरिकता प्रमाणपत्र नम्बर जे छ त्यो लेख्नुपर्ने हुन्छ। त्यसपछि नागरिकता जारी मिति लेखेर जारी मिति यति को फलानो को नाममा फलानो को हक भोगमा रहेको तहसील बमोजिम को जगह को नियमानुसार जगह ध्वनि दर्ता प्रमाण पुर्जा उपलब्ध गराई दिनु हुन सिफारिश गरिदिनु हुन श्रीमान समक्ष विनम्र अनुरोध गर्दछु। यहाँ तहसील जिल्ला लेख्नुपर्ने हुन्छ। जग्गाको गाविस अथवा नगरपालिका लेख्नुपर्ने हुन्छ यहाँ, र वार्ड नम्बर लेख्नुपर्ने हुन्छ। गाविस होस् अथवा नगरपालिका होस्, वार्ड नम्बर, किता नम्बर र क्षेत्रफल। त्यसपछि यति लेखिसकेपछि अब जति किताको जग्गा हुनुहुन्छ त्यो किता नम्बर सबै लेख्नुपर्ने हुन्छ। सिफारिस लिने जति सबै जमिनको र 4 किल्ला त्यो जग्गाको 4 किल्ला कसको जग्गा रहेछ त्यो लेख्नुपर्ने हुन्छ। जस्तै कि म यहाँ पूर्वमा, पश्चिममा, दक्षिणमा, उत्तरमा
जसको जग्गा छ त्यसको नाम लेख्नुपर्ने हुन्छ र ती लेखिसकेपछि निवेदक नाम, ठेगाना, जिल्ला लेखेर सबभन्दा तलमा इति सम्बत जुन मितिमा लेख्दै हुनुहुन्छ त्यो मिति लेखेर निवेदन तयार हुन्छ। सिफारिसको लागि वडा कार्यालयमा गएर सजिलोसँग सिफारिस लिन सक्नुहुन्छ। यदि मेरो यो भिडियो मन पर्यो भने एक लाइक गरिदिनु होला र कुनै सल्लाह सुझाव भए जिज्ञासा भए कमेन्ट गर्नुहोला। धन्यवाद, नमस्कार।